छिमा लेक, जसलाई मुस्ताङले आफ्नो हिमालको काखमा लुकाएर राखेको छ र जहाँको सुन्दरताले त्यहाँ पुग्दै गर्दाको दुःख र थकान सबै मेटिदिन्छ र यहाँका हिमालहरूले तपाईलाई स्वागत गरिरहेको हुन्छ र जहाँ पुग्दै गर्दा तपाईलाई फेरि फर्किने मन आउँदैन र जुमसुमदेखि केही घन्टाको दूरीमा रहेको यो ठाउँ साँच्चै नै सुन्दरताको खानी छ, जहाँ हिमालको काखमा सुन्दर ताल लुकेर बसेको छ र यस ठाउँमा आज हामी जानेछौँ, यो ठाउँलाई एक्सप्लोर गर्नेछौँ र आउनुहोस् आजको भिडियो हामी सुरु गरौँ। हेलो एन्ड वेलकम ब्याक टु आवर च्यानल प्रोटोकल। र आजको भिडियो चाहिँ अलिकति डिफ्रेन्ट हुनेवाला छ र आजको भिडियो के को बारेमा हुनेछ त्यो तपाईँले थाहा पाएको सुन्नुभएको छ। र आउनुहोस् आजको भिडियो हामी सुरु गरौँ। र बिहानको 5:15 भएको छ अहिले र हामी चाहिँ बेनीबाट हाम्रो यात्रा सुरु गर्दैछौँ। र यति बिहानै हिँडेको कारण चाहिँ हामी पुग्दै गर्दा चाहिँ हाम्रो सनराइज भ्यू चाहिँ हामी हेर्न सकौँ भन्ने हिसाबले चाहिँ हामी छिटो हिँड्नेछौँ। अहिले बिहानको 5:15 भएको छ। We are in भुलुङ तातो पानी। हामी चाहिँ तातो पानीमा भर्खर आएका छौँ र यो टाइम चाहिँ ठिक 6 बजे है, बिहानीको 6 बजे। हामी 5:15 बजीतिर हिँडेको। र लेते पुग्दा हिमालको शिखरहरूमा चाहिँ सनराइज सुरु भइसकेको थियो। Excuse me, Amadi.
अहिले हामी मुस्ताङको जुमसङ पारिपट्टि रहेको ठिनी गाउँमा छौँ र यो गाउँको अलि परदेखि हामीले आफ्नो बाटो चेन्ज गर्नुपर्ने हुन्छ। भाइजार के छ के भने त ओहो इट्स सीन ह अगाडि हेर्नु सीन माले जराइमा गएर चाहिँ बस्ने भाइ हेर बाटो पुरा ठाडो उकालो छ स्कुटीले राजगार गरेर तान्न चिसो छ त्यहाँदेखि हिमालको भ्यू यार उफ अब यस्तै हो धेरै हिँड्नुपर्ने छ अब स्टिमर चढेर खुट्टा पनि दुइछ कि फेरि हिँड्नुपर्ने छ यहाँ पुगेको स्टुडेन्टले होतार देखाउनु दिएन यार बाटो लास्टै खराब छ क्या यहाँ ठाडो उकालो छ यहाँबाट थोरै माथि गएपछि चाहिँ अलिकति बाटो राम्रो छ त्यसपछि चाहिँ स्टुडियोमा जान सकिन्छ है जान्छ होइन त्यसमा प्याउ बिस्तारै 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 ओभर 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 बिस्तारै क्या ओभर भयो ओभर भयो बिस्तारै 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 गर हुन थाहा लाग्दैन क्या हेलो पसन्द यार यहाँ पुग्दै गर्दा त्यो उकालो चढ्दै गर्दा त्यो गलेको खुट्टा त्यो थाकेको ज्यान त्यो आत्तिएको मन सबै यहाँको सुन्दर दृश्यले भुलाइदिन्छ।
एन्ड फाइनली हामी छिमा लेक पुग्यौँ एन्ड दिस इज द भ्यू अफ छिमा लेक। यो माथिको सानो ताल हो र तल अर्को ठुलो ताल पनि छ। एन्ड दिस इज द सेकेन्ड लेक र योभन्दा अलि धेरै नै ठुलो छ र यसको भ्यू एकदमै बबाल छ र यहाँबाट देखिने हिमालको भ्यू पनि एकदमै बबाल छ। हामी जाँदै गर्दा कसो हिमाल खुलेको थियो र हामी गएको एकछिनमै पहिरो पनि गयो, धेरै ठुलो गएन सानो गयो र हामीले त्यो पनि क्याप्चर गरेका छौँ। यहाँ चाहिँ हिउँ पहिरो गयो।